बाउला कटिङको लागि नि साथीहरु जसरी मैले भिडियोमा कपडालाई 4 फोल्डमा लिएको छु नि त्यस्तै तरिकाले हजुरहरुले पनि कपडालाई 4 फोल्डमा लिएर बन्द भाग आफूतिर पारिसकेपछि हाम्रो बाउलाको लम्बाइ कति छ मेरो चाहिँ बाउलाको लम्बाइ 10 इन्च रहेको हुनाले मैले 2 इन्च एक्स्ट्रा कपडा लिएको छु हाफ इन्च सिलाइको लागि र 1.5 इन्च चाहिँ फोल्ड गर्नको लागि। त्यसपछि भने काखी गोल्याउनको लागि चाहिँ 3 देखि 3.5 इन्चमा चाहिँ एउटा स्ट्रेट लाइन तान्न सकिन्छ जसरी मैले भिडियोमा स्ट्रेट लाइन तानेको छु। त्यसपछि भने बाउलाको मोता कति छ मेरो चाहिँ बाउलाको मोता चाहिँ 10.5 इन्च भएको हुनाले चाहिँ मैले 5.5 इन्चमा एउटा चिन्ह लगाएको छु र काखी गोल्याउनको लागि चाहिँ हाम्रो छाती कति छ त्यही अनुसारले काखी गोल्याउन सकिन्छ। मेरो चाहिँ यो छाती 37 इन्च रहेको छ भने मैले स्ट्रेटमा चाहिँ 7.5 इन्च लिएको छु भने काखी गोल्याउनको लागि चाहिँ 8 इन्चमा चाहिँ काखी गोल्याएको छु। काखी गोल्याउनको लागि 2.5 इन्चसम्म चाहिँ स्ट्रेट जानुपर्ने हुन्छ र त्यसपछि भने काखीको सेप दिन सकिन्छ जसरी मैले भिडियोमा काखी गोल्याएको छु त्यस्तै तरिकाले हजुरहरुले पनि काखी गोल्याउन सक्नुहुन्छ। त्यसपछि भने हामीले सिलाइ भाग एक्स्ट्रा कपडा चाहिँ 1.5 देखि 2 इन्चसम्म लिएर चाहिँ हामीले लाइन तान्न सकिन्छ। त्यसपछि भने हामीले जसरी मैले भिडियोमा कटिङ गरेको छु त्यही तरिकाले कटिङ गर्न सक्नुहुन्छ र चुटुक्क चुटुक्क चुटकी लाउन सक्नुहुन्छ। बाउलाको चाहिँ अगाडि पाटामा चाहिँ हाफ इन्च जति चाहिँ भित्र गएर सेप दिनुपर्ने हुन्छ। त्यसपछि